खाना खाएर मोटाउनु भनेको जुन हाम्रोमा एउटा मिसकन्सेप्सन छ कि मोटाउनुमा चाहिँ मान्छे स्वस्थ हुन्छ, त्यो त एकदमै गलत हो। एउटा हाम्रो अहिले सोसाइटीमा एउटा यस्तो मिसकन्सेप्सन छ कि अब कुनै पनि फिमेलमा इन्फर्टिलिटी भयो भने अब सोसाइटीले चाहिँ फिमेललाई ब्लेम गर्ने गर्छ होइन। महिलाको मात्र होइन, पुरुषको पनि मोटोपना इक्वली नै हामीले निसन्तानपनाको लागि नर्मल वेट हुनु चाहिँ एकदमै आवश्यक छ। ओभुलेसन नै नहुने भयो भने एनोभुलेसन भन्छ हामीले, त्यो एनोभुलेसनले गर्दा चाहिँ महिनावारी गडबड हुने, समयमा नहुने, एनोभुलेसन हुने समस्या हुन्छ। पिसिओएस भएको फिमेलले चाहिँ बच्चा कन्सिभ गर्नै नसक्ने हो। त्यो चाहिँ एकदमै रङ मिसकन्सेप्सन हो। पिसिओएस चाहिँ म्यानेजेबल मात्रै हो कि कम्प्लिटली क्युरेबल पनि हो? पिसिओएस भनेको एउटा प्रिभेन्टिभ पनि हो प्लस ट्रिटेबल पनि हो। तर यसको ट्रिटमेन्ट प्रोटोकलहरू के छ राख्छ? फर्स्ट लाइन ट्रिटमेन्टमा हामीले लाइफस्टाइल मोडिफिकेसन भन्छौँ, एक्सर्साइज, वेट लसहरू। सेकेन्ड लाइनमा हामीले हर्मोन पिल्सहरू जुन भन्छौँ, त्यो पिल्सहरूबाट साइकलहरू, महिनावारीको साइकल रेगुलर गराउन सकिन्छ। ब्लिडिङहरू, हेभी ब्लिडिङलाई कम गराउन सकिन्छ। ब्लिडिङ कम हुने औषधिहरू दिन सकिन्छ। पब्लिक अवेरनेस इज भेरी इम्पोर्टेन्ट। गभर्मेन्ट सेक्टरबाट नै, हजुरहरू जस्तो एनजिओबाट नै एउटा अवेरनेस हुनुपर्छ। सम्पूर्णमा नमस्कार, म विशेष भट्ट। स्वास्थ्य सेवा सङ्घ नेपालको यस मेरो कथा पोडकास्ट सिरिजमा यहाँहरूलाई स्वागत छ। यस कार्यक्रम मार्फत हामी विभिन्न व्यक्ति तथा व्यक्तित्वको कथा सुन्ने र सुनाउने गर्दछौँ। आजको यस एपिसोड अलिक पृथक र विशेष खालको रहेको छ। विशेष यस अर्थमा छ कि आज हामी मोटोपना तथा महिला स्वास्थ्य सम्बन्धी विषयमा छलफल गर्नेछौँ, जसको लागि आज मसँग काठमाडौँ मोडेल हस्पिटलमा कार्यरत गाइनोकोलोजिस्ट डाक्टर साधना शाह हुनुहुन्छ। डाक्टर साहब नमस्कार। नमस्कार। आराम हुनुहुन्छ डाक्टर साहब? हजुर, म आरामै छु। स्वागत छ डाक्टर साहब हजुरलाई यस हाम्रो पोडकास्टमा। धेरै धन्यवाद मलाई यहाँ हजुरहरूले निमन्त्रणा दिएकोमा। डाक्टर साहब, आजको हाम्रो छलफलको विषय भनेको चाहिँ मोटोपना र महिला स्वास्थ्य, जसमा पनि पिसिओएसमा फोकस रहेर कुरा गर्नेछौँ। तर त्योभन्दा अगाडि चाहिँ मलाई आफूलाई अलिकति क्युरियोसिटी भएको एउटा क्वेसन सोध्नु मन लाग्यो डाक्टर साहब। हजुर, सोध्नुहोस्। हजुर स्त्री रोग विशेषज्ञ भएर काम गर्दै गर्दा हजुरले धेरै महिलाहरूको समस्या बुझ्नु भएको छ, देख्नु भएको छ र समस्याको समाधान गर्दै आउनुभएको छ। डाक्टर साहब, हजुरलाई खास यस क्षेत्रमा काम गर्नको लागि चाहिँ के कुराले इन्सपायर गर्यो? खासमा महिलाहरूमा एडोलेसेन्ट फेजदेखि मेनोपजसम्म चाहिँ धेरै किसिमका रोगहरू, साथै एउटा प्रेग्नेन्सीको फेज हरेक महिलाको लाइफमा आएको हुनाले मलाई चाहिँ उहाँहरूको यो समस्या गाउँ गाउँमा गएर जुन महिलाहरूमा मोर्टालिटीदेखि लिएर स्वास्थ्य सेवा नपाएर जुन डेथ भइरहेको छ, त्यो सम्बन्धी देखेर चाहिँ एकदमै आफूलाई इच्छुक भएर मलाई चाहिँ यो गाइनोकोलोजिस्ट फिल्डमा चाहिँ काम गर्न मन लागेको हो। डाक्टर साहब, अब हामी मोटोपनातिर कुरा गरौँ है त। हस्। मोटोपनाको सन्दर्भमा कुरा गर्नुपर्दा नेपालको सिनारियोलाई मात्रै नहेरी वर्ल्ड वाइड नै हेर्नुपर्दा यो ओभरवेट ओबेसिटी चाहिँ पब्लिक हेल्थ थ्रेटको रूपमा देखा परेको छ। तर पनि नेपाली सोसाइटीमा चाहिँ यसलाई खासै समस्याको रूपमा लिइँदैन। अब सामान्य बोलीचालीको भाषामा भन्नुपर्दा धेरै खाइयो मोटाइयो भन्ने गरिन्छ। अब यति मात्र नभए डाक्टर साहब, एउटा नेपालीहरूमा यस्तो मिसकन्सेप्सन छ कि अहिले पनि अब मोटाउनु, वेट गेन गर्नु भनेको चाहिँ एकदम हृष्टपुष्ट हुनु हो, जुन चाहिँ अब एकदम फिट एन्ड फाइन हुनु हो, जुन चाहिँ गुड फर हेल्थ भन्ने मिसकन्सेप्सन अहिले पनि नेपाली सोसाइटीमा केही मानिसहरूमा देखिन्छ। डाक्टर साहब, यो मोटोपना आफैमा के हो र यसलाई हामीले सरल भाषामा कसरी बुझ्न सकिन्छ? मोटोपना भनेको शरीरमा धेरै मात्रामा बोसो जमियो भने चाहिँ त्यसलाई हामीले मोटोपना भन्छौँ। मोटोपनाको पनि आफ्नै ग्रेडिङ हुन्छ। एउटा चाहिँ हामीले नर्मल वेट भनेको बिएमआई, बडी मास इन्डेक्सको रूपमा चाहिँ हामीले वेट र हाइट मेजर गरेर कुनै पनि महिलाको कतिको मोटोपना छ भनेर हामीले त्यसरी क्यालकुलेट गर्छौँ। अब नर्मल वेट भनेको बिएमआई लेस देन 25लाई हामीले नर्मल मान्छौँ। तर त्यस्तै गरी चाहिँ 25देखि चाहिँ 29सम्मलाई हामीले ओभरवेट मानिन्छौँ होइन, र मोर देन 30लाई चाहिँ हामीले ओबेसिटी मान्छौँ है। अब खाना खाएर मोटाउनु भनेको जुन हाम्रोमा एउटा मिसकन्सेप्सन छ कि मोटाउनुमा चाहिँ मान्छे स्वस्थ हुन्छ, त्यो त एकदमै गलत हो। यो मोटोपनाले होइन हरेक मानिसमा भनौँ होइन धेरै किसिमका रोगहरू निम्त्याउन सकिन्छ। पहिला यो मोटोपनाले गर्दा त्यति धेरै रोग निम्त्याउने देखिन्थेन। मोटोपनाको चाहिँ मेनली अहिले रिसेन्टमा चाहिँ धेरै रिस्क फ्याक्टरहरू छ, जुन चाहिँ अहिले हामीले लाइफस्टाइल भन्छौँ नि, लाइफस्टाइल चेन्जेसहरू। यो लास्ट 10-15 इयर्सको जुन ट्रेन्ड हेऱ्यो भने एउटा एडोलेसेन्ट फेजदेखि नै एकदमै मोटोपनाको इन्सिडेन्स बढिरहेछ। यो किन हो भनेको लाइफस्टाइलले गर्दा हो होइन। जङ्क फुड खाने, एक्सर्साइज नगर्ने होइन, त्यो सबै स्ट्रेसहरू लाइफस्टाइलकै कारणले गर्दा मोटोपना धेरै हुन्छ।
डाक्टर साहब अब हजुर लाइफस्टाइलको कुरा गर्नुभयो, खानपानको कुरा गर्नुभयो। यो मोटोपना चाहिँ केवल जीवनशैली र खानपानसँग मात्रै सम्बन्धित छ कि यसका अन्य कारणहरू पनि छन्? जस्तो कि अब मैले के कुरा जान्न खोजेँ भन्दा अब यो लाइफस्टाइल सेडेन्ट्री लाइफस्टाइलको कुरा गर्दै गर्दा, खानपानको कुरा गर्दै गर्दा यो चाहिँ अब मोडिफाएबल रिस्क फ्याक्टरतिर गयो होइन। अब मैले जोड्न खोजेको कुरा चाहिँ जुन नन मोडिफाएबल रिस्क फ्याक्टर जस्तो एजको कुरा आउला, जेनेटिकको कुरा आउला, यो कुराले चाहिँ यो ओभरवेट ओबेसिटीमा कस्तो अफेक्ट गर्छ? अब एज आफैमा मोटोपनाको एउटा रिस्क नै नभनौँ। अब उमेर बढ्दै जाँदा अब महिलाहरूको कन्टेक्स्टमा भन्यो भने एउटा हर्मोन्सको कुराहरू पनि आउँछ होइन। विथ टाइम महिलाहरूमा अब विथ एज अब स्ट्रेसहरू होइन, मानसिक तनावहरू धेरै लिने, त्यो पनि वान अफ द रिस्क फ्याक्टर हो होइन मोटोपनको। त्यस्तै गरी तपाईँको यो खानपानमा पनि नर्मल घरको खानपानले गर्दा त्यस्तो ओबेसिटी हुने सम्भावना कमै हुन्छ। र अहिलेको जुन हाम्रो जुन छ नि बाहिर गएर खाने, जङ्क फुड बढी खाने, प्याक्ड फुडहरू बढी खाने, त्यो कारणले गर्दा चाहिँ मोटोपनाको रिस्कहरू बढी देखिन्छ। अब त्यो सँगसँगै लाइफस्टाइलको कुरा भने एक्सर्साइज नगर्ने, सेडेन्ट्री, अब हजुरले भन्नुभएछ सेडेन्ट्री लाइफस्टाइल। अब मान्छेमा कमसेकम मिनिमम पनि बिहान बेलुका 30 मिनटको एक्सर्साइजले गर्दा धेरै नै शरीरमा सन्तुलनहरू बनाउने हुन्छ। तर यो जुन सेडेन्ट्री लाइफस्टाइलले गर्दा चाहिँ यो ओबेसिटीको एकदम वान अफ द रिस्क फ्याक्टर मान्छौँ हामीले। जुन जेनेटिकको कुरा आउँछ होइन, कुनै पनि प्यारेन्ट्समा ओभरवेट ओबेसिटी छ भने बच्चाहरूमा पनि ओभरवेट ओबेसिटीको प्रब्लम देखिन्छ भन्ने गरिन्छ। डाक्टर साहब जेनेटिक प्रिडिस्पोजिसन पनि एउटा कारण हो। आमा बुवामा मोटोपना बढी छ भने चाहिँ छोराछोरीमा मोटोपना बढी हुन सक्ने एउटा रिस्क फ्याक्टर हो। त्यसै गरी आमा बुवामा कुनै पनि जेनेटिक रोगहरू छ भने होइन त्यसमा बच्चा छोराछोरीमा हुने जस्तै डायबिटिज भनौँ, हाइपरटेन्सन भनौँ, तिनीहरूको चाहिँ वान अफ द रिस्क फ्याक्टर हुन्छ छोराछोरीमा। डायबिटिज हाइपरटेन्सनको लागि पनि मोटोपना रिस्क फ्याक्टर लाग्छ? रिस्क फ्याक्टर हो। डायबिटिज त अब हजुरको टाइप 2 डायबिटिज मेलाइटस भन्छ, जुन चाहिँ अब फ्यामिलियल भनौँ जेनेटिक हुन्छ, त्यो भयो। अनि अर्को चाहिँ तपाईँको हाइपरटेन्सन, यो चाहिँ हजुरको जेनेटिक नै भयो होइन। आमा बुवामा छ भने छोराछोरीमा हुने रिस्क बढी नै हुन्छ। डाक्टर साहब अब यो मोटोपनालाई चाहिँ महिला स्वास्थ्यसँग जोड्दै गर्दा यसले महिला स्वास्थ्य तथा महिला प्रजनन स्वास्थ्यमा कस्तो प्रभाव पार्छ? मोटोपनाले गर्दा महिलाको स्वास्थ्य प्रजनन स्वास्थ्यमा चाहिँ धेरै नै असर गर्छ। जस्तै एउटा हजुरको वान अफ द रोग चाहिँ एउटा पोलिसिस्टिक ओभेरियन डिजिज भयो। अर्को चाहिँ हजुरको निसन्तान सम्बन्धी, जस्तै जसलाई हामी सफर्टिलिटी भन्छौँ। त्यसै गरी मोटोपनले हुन सक्ने समस्याहरू चाहिँ हजुरको हाइपरटेन्सन होइन, डायबिटिज मेलाइटस, त्यस्तै गरी पाठेघर सम्बन्धी क्यान्सरहरू पनि मोटोपनाले गर्दा रिस्क फ्याक्टर हुन्छ। एउटा मेटाबोलिक सिन्ड्रोम भन्ने भन्छौँ हामीले, हाइपरटेन्सन, डायबिटिज मेलाइटस एन्ड ओबेसिटी होइन। त्यसमा चाहिँ पेसेन्टहरूमा इफ मेटाबोलिक सिन्ड्रोम भयो भने चाहिँ वान अफ द रिस्क फ्याक्टर फर इन्डोमेट्रियल क्यान्सर हामीले त्यसलाई भन्छौँ। डाक्टर साहब यो सँगसँगै अहिलेको जेनेरेसनमा चाहिँ अहिलेको फिमेलहरूमा चाहिँ अब अघि हजुरले पनि भन्नुभयो जुन इन्फर्टिलिटीको कुरा, बाँझोपनाको कुरा होइन, यो इरेगुलर पिरियड्सको कुराहरू, के यसको मुख्य कारण नै मोटोपना हो? एउटा मुख्य कारण चाहिँ हामीले मोटोपना भन्छौँ होइन। धेरै कारण हुन्छ, निसन्तान बाँझोपनको कारणहरू धेरै नै हुन्छन्। अब महिलाको भयो भने पुरुषको पनि हुनसक्छ। अब महिलाको कारणहरूमा भन्दाखेरि चाहिँ एउटा कारण चाहिँ हजुरको मोटोपन भयो। अरू विभिन्न कारणहरू हुन्छ जसलाई हामी स्ट्रेस भन्न सक्छौँ, स्ट्रेसको कारणले पनि हुन्छ। अरू एज रिलेटेड कारणहरू धेरै नै हुन्छ, त्यसको लागि चाहिँ हामी ब्लड चेक जाँचहरूबाटै थाहा हुन्छ। त्यो चाहिँ एउटा हाम्रो अहिले सोसाइटीमा एउटा यस्तो मिसकन्सेप्सन छ कि अब कुनै पनि फिमेलमा इन्फर्टिलिटी भयो भने अब सोसाइटीले चाहिँ फिमेललाई ब्लेम गर्ने गर्छ होइन। फिमेलमा नै कुनै इस्युज आएर चाहिँ इन्फर्टिलिटी भयो, बाँझोपना भयो, बच्चा कन्सिभ गर्न सकेन भन्ने कुराहरू सोसाइटीबाट आउँछ। तर यो कुरालाई चाहिँ मोटोपनासँग जोड्दै गर्दा इफ कुनै पनि हस्बेन्ड वा कुनै पनि मेलमा चाहिँ ओभरवेट ओबेसिटी भयो भने त्यसले इन्फर्टिलिटीलाई कस्तो अफेक्ट गर्छ? अब हाम्रो जुन सोसाइटीमा एउटा मिसकन्सेप्सन छ कि निसन्तानपना, बाँझोपना जहिले पनि महिलाबाटै हुन्छ भन्ने चाहिँ त्यो चाहिँ एकदमै गलत हो। बाँझोपनको कारण चाहिँ महिलामा पनि हुनसक्छ भने पुरुषमा पनि इक्वली हुनसक्छ। 50% महिला 50% पुरुषको कारणले हुनसक्छ। अब मोटोपन भनेको अहिलेको एकदम जल्दोबल्दो समस्या भनौँ, त्यो चाहिँ अब महिलामा छ भने पुरुषमा पनि मोटोपन छ भने त्यसले चाहिँ हजुरको जुन शुक्रकीटको समस्याहरू ल्याउन सक्छ। त्यो शुक्रकीटको समस्याले गर्दा पनि हजुरको बाँझोपनको समस्या ल्याउन सक्छ। त्यही भएर महिलाको मात्र होइन पुरुषको पनि मोटोपनमा इक्वली नै हामीले निसन्तानपनाको लागि नर्मल वेट हुनु चाहिँ एकदमै आवश्यक छ।
डाक्टर साहब, अब मैले यो कुरा चाहिँ किन जोडेँ भन्दाखेरि जनस्वास्थ्य पढ्दादेखि नै अहिले जनस्वास्थ्य कर्मीको हिसाबले काम गर्दै गर्दा अब मैले पनि धेरै कम्युनिटी भिजिटहरू गरेँ, फिल्ड भिजिटहरू गएँ। अब कम्युनिटीमा गएर रिप्रोडक्टिभ हेल्थ रिलेटेड इस्युजमा कुरा गर्दा चाहिँ अब स्पेसल्ली यो बाँझोपनाको इन्फर्टिलिटीको बारेमा कुरा गर्दा चाहिँ अब कम्युनिटीमा चाहिँ कस्तो एउटा मिसकन्सेप्सन के रहेछ भने यो बाँझोपना हुनुमा चाहिँ अब यो मेलको कुनै पनि इन्भल्भमेन्ट हुँदैन, फिमेलमा नै कुनै एबनर्मालिटी भएर अथवा फिमेलमा नै इस्युज भएर चाहिँ बाँझोपना हुन्छ, बच्चा कन्सिभ गर्न सक्दैन भन्ने यो एकदम मिसकन्सेप्सन एकदम कम्युनिटीमा छ होइन। अब कम्युनिटीमा गएर हेर्दाखेरि एबोभ 80% मानिसहरूमा चाहिँ यो मिसकन्सेप्सन छ क्या। भनेको चाहिँ अलि एजुकेटेड मानिसहरूमा पनि यसबारे चाहिँ अलिकति नलेज ग्याप भएको देखियो। अब निसन्तानपन भनेको चाहिँ महिला र पुरुषसँगै 1 वर्षसम्म सेक्सुअल कन्ट्याक्टमा बसेर पनि बच्चा भएन भने चाहिँ त्यसलाई हामी निसन्तानपना भन्छौँ। अब त्यसमा अब बच्चा भएन भने चाहिँ सर्वप्रथम हामीले एउटा इन्फर्टिलिटी स्पेसलिस्टकोमा गएर चेक जाँच गर्दा राम्रो हुन्छ। अब त्यसमा महिलाको मात्रै दोष दिएर चाहिँ नहुन पनि सक्छ, त्यसमा पुरुषको पनि इक्वली नै रोल हुन्छ। त्यही भएर हाम्रो सोसाइटीमा चाहिँ एउटा यो अवेरनेस हुन चाहिँ एकदमै आवश्यक छ कि महिलाले मात्र होइन पुरुषले पनि निसन्तानपना हुनसक्छ। र चेक जाँचको लागि जाँदा चाहिँ महिला मात्र हस्पिटल भिजिट नहुँदा चाहिँ महिला र पुरुष दुवै पार्टनर चाहिँ सँगै जाँदा राम्रो होला। डाक्टर साहब, अब हामी पिसिओएसको सन्दर्भमा कुरा गर्नुपर्दा पिसिओएसको प्रब्लम पनि अहिले एकदम जल्दोबल्दो रूपमा देखिएको छ हाम्रो सोसाइटीमा होइन। धेरै फिमेलहरूमा चाहिँ पिसिओएसको समस्या देखिएको छ, तर पनि हामीले कम्युनिटी लेभलमा हेर्नुपर्दा चाहिँ यसबारे जनचेतना अलिक कमै हो कि भन्ने देखिन्छ है। लिमिटेड मानिसहरूमा मात्रै पिसिओएसमा अवेर हुनुभएको भन्ने लाग्छ। खास यो पिसिओएस भनेको के हो र यसको सुरुवाती लक्षणहरू के हो डाक्टर साहब? अब पिसिओएस भनेको पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम भन्छौँ हामीले। यसमा चाहिँ अब यसको क्राइटेरिया हुन्छ। कुनै पनि महिला हाम्रोमा अब महिनावारी सुरु पछिको महिलामा अब महिनावारी गडबडी, अब लामो समयसम्म महिनावारी भयो अथवा महिनावारी नै समयमा नहुने, महिनावारी हुँदा धेरै रगत बग्ने समस्या अथवा एकदमै थोरै रगत बग्ने त्यस्तो भयो भने एउटा वान अफ द क्राइटेरिया भयो। त्यो सँगसँगै चाहिँ महिलाहरूमा मोटोपन होइन, अब त्यसपछि हजुरको कपालहरू आउने जसलाई हर्सिटिजम भन्छौँ, त्यस्तै गरी एक्ने, यिनीहरू समस्याहरू देखियो भने चाहिँ त्यसलाई पनि हामी वान अफ द क्राइटेरिया मान्छौँ। र अर्को चाहिँ हामीले एउटा रेडियोलोजिकल अथवा अल्ट्रासाउन्ड डायग्नोज गऱ्यो भने यो 3टा मध्ये कुनै 2टा मिल्यो भने चाहिँ हामीले त्यसलाई पिसिओएस मान्छौँ। अब हाम्रो अब जेनरल अब सधैँ ओपिटीमा बिरामीहरू आउँदाखेरि चाहिँ कुनै पनि अब एउटा ओभरवेट महिला अथवा ओबिज महिलामा आउँदाखेरि गडबड महिनावारी भएको त्यस्तो भयो भने चाहिँ सर्वप्रथम चाहिँ हामीले पिसिओएस रुल आउट गर्नु धेरै नै जरुरी छ। र यो एकदमै जल्दोबल्दो अहिलेको समस्या, यो लास्ट 10-15 इयर्सको ट्रेन्ड भन्यो भने एकदमै इन्सिडेन्ट्स बढिरहेको देखिएछ। अब त्यसमा चाहिँ मोस्ट अफ द फिमेलहरूमा चाहिँ महिलाहरूमा चाहिँ अब यसको कुनै पनि एज छैन। यो महिलाहरूमा महिनावारी सुरुवात भइसकेपछि जुनसुकै एजमा पनि देखिन सक्छ, बच्चा पाइसकेपछि पनि हुनसक्छ, बच्चा हुनुभन्दा अगाडि पनि देखिन सक्छ। र यसको वान अफ द रिस्क फ्याक्टर हजुरको मोटोपना मान्यो होइन। त्यो सँगसँगै अब हामीले स्ट्रेसले गर्दा, अर्को चाहिँ हजुरको जेनेटिक प्रिडिस्पोजिसन तर एकदम कममा देखिएछ जेनेटिकली, तर मोस्ट कमन चाहिँ हजुरको यो लाइफस्टाइल अनि खानपान नै हो भनेर मानिएको छ। डाक्टर साहब, यो स्ट्रेसको कुरा गर्दै गर्दा यो जुन एन्जाइटी र स्ट्रेसले चाहिँ कसरी अफेक्ट गर्छ यो पिसिओएसलाई? अब भन्दाखेरि चाहिँ एङ्जाइटी स्ट्रेसले गर्दा चाहिँ जुन महिलाहरूमा ओभरीले एउटा बनाउने हर्मोन, 2 थरीको हर्मोनले बनाउँछ महिलाको ओभरीले, इस्ट्रोजेन र प्रोजेस्टेरोन। अब पिसिओएसमा चाहिँ के हुन्छ भने महिलाहरूको जुन एउटा ओभुलेसन भन्छ नि, ओभुलेसन नै नहुने भयो भने एनोभुलेसन भन्छ हामीले। त्यो एनोभुलेसनले गर्दा चाहिँ महिनावारी गडबड हुने, समयमा नहुने, जुन अघि मैले भनेको थिएँ एनोभुलेसन हुने समस्या हुन्छ। त्यो एनोभुलेसनमा चाहिँ के हुन्छ भने महिलाहरूको जुन ओभरीले प्रोजेस्टेरोन हर्मोन बनाउनु पर्ने त्यो हर्मोनै बनाउन सक्दैन। अनि के हुन्छ भने जुन महिनावारीको साइकलमा एउटा इस्ट्रोजेन हर्मोन बन्ने र ओभुलेसन पछि प्रोजेस्टेरोन हर्मोन बन्ने जुन एउटा सन्तुलन हुन्छ नि, त्यो सन्तुलन बिग्रिरहेको हुन्छ र प्रोजेस्टेरोन हर्मोन नबनेपछि चाहिँ त्यो महिनावारी नै नहुने भइरहेको छ। अब त्यस्तो कन्डिसनमा चाहिँ के हुन्छ नि, मल्टिपल सिस्टहरू बनेर चाहिँ ओभरीमा बस्दिरहेको हुन्छ, त्यसलाई हामीले पोलिसिस्टिक ओभरी भन्यौँ भिडियो एक्सरेमा देख्दा। अब त्यो प्रोजेस्टेरोन नबनेपछि चाहिँ इस्ट्रोजेन मात्रै भयो शरीरमा, त्यसले गर्दा चाहिँ महिलाहरूमा चाहिँ कस्तो हुन्छ भने मोर चान्सेस अफ पाठेघरको क्यान्सर हुने डरहरू पनि हुन्छ है, एउटा कुरा चाहिँ। अर्को त्यो हाम्रो जुन महिनावारी नभएपछि ओबिसिटी जसलाई भन्छौँ, त्यसले हाम्रो शरीरमा कस्तो हुन्छ भने फिमेल हर्मोन नभएर मेल हर्मोन एन्ड्रोजेनहरू बनाउन थाल्छ। त्यो जुन हाम्रो यो एनोभुलेसन भएको कारणले गर्दा त्यो मेल हर्मोन जुन एन्ड्रोजेन बढ्न थाल्छ, त्यसले गर्दा महिलाहरूमा एक्ने हुने
हर्सिटिजम जसलाई हामीले एकदम धेरै फेस मुखमा कपाल शरीरमा कपालहरू आउने समस्या सँगसँगै हजुरको भोइसहरू चेन्जेस आउने त्यो सबै पिसिओएसकै समस्या हो। अब जुन यो सिम्टम्सको कुरा गर्दाखेरि अब यो फेसियलहरूको कुरा गर्नुभयो, एक्नीको कुरा गर्नुभयो होइन, त्यस्तै भयो अर्को भनेको चाहिँ हेयर फलको कुरा गर्नुभयो। यसमा भनेको चाहिँ प्राइमरी फ्याक्टर भनेको चाहिँ हर्मोनल इम्ब्यालेन्स हो। जुन इस्ट्रोजन प्रोजेस्टेरोनको हर्मोनल इम्ब्यालेन्स हुन्छ त्यही कारणले गर्दा नै हुने हो। अनि डाक्टर साहब यो अब खास हर्मोन भनेको के हो डाक्टर साहब? अब हर्मोन भनेको अब शरीरले बनाउने एउटा तत्त्व हो। अब अहिले त धेरैजनाले मिडियाहरू सोसियल मिडियाहरू हेर्दाखेरि धेरैजनालाई थाहा छ होला जुन हाम्रो शरीरले बनाउने हर्मोन महिलाहरूमा युजुअली हर्मोनलको मेन महिनावारी गराउने जुन हर्मोन हुन्छ इस्ट्रोजन प्रोजेस्टेरोन त्यही समस्याले गर्दा नै हुने हो। त्यसलाई चाहिँ हामी एउटा शरीरले बनाउने एउटा ओभरीले बनाउने तत्त्व हो है, अब त्यही नै हो। अनि यो हर्मोनलाई चाहिँ अप्टिमम लेभलमा ल्याउनको लागि के गर्नुपर्छ डाक्टर साहब? अब यो हर्मोनलाई अप्टिमम लेभलमा ल्याउने भनेकै हजुरको लाइफस्टाइल मोडिफिकेसन। अब लाइफस्टाइल मोडिफिकेसनमा के पर्छ भन्दाखेरि नर्मल अब ब्यालेन्स डाइट खाने, जङ्क फुडहरू जुन हामीले बाहिरको प्याक फुडहरू होइन बाहिरको हामीले क्याफेमा गएर हामीले जुन डाइटरी लाइफस्टाइलहरू चेन्ज भएको छ त्योहरू खानु भएन। अर्को स्ट्रेस लिनु भएन, स्लिपहरू एडिक्वेट हुनु पऱ्यो होइन, अनि एक्सर्साइज गर्नु पऱ्यो। अब हजुरको कस्तो हो भने मोटो महिलाहरूको अराउन्ड 5 to 10% वेट लस गर्यो भने चाहिँ हजुरको फर्टिलिटी जुन फर्टिलिटी जुन हामीले अघि भने निसन्तानपनाको समस्या हुन्छ नि त्यो आफैमा नर्मल हुन्छ भनेर मानिएको छ। त्यही भएर चाहिँ त्यही नै हामीले गर्न सक्ने चाहिँ। यो हर्मोनल इम्ब्यालेन्स बाहेक अरू के फ्याक्टरहरू रहेको छन् पिसिओएसको लागि? हर्मोनल बाहेक चाहिँ अब भनौँ न प्राइमरी फ्याक्टर त हर्मोनै रह्यो होइन, हर्मोनल इम्ब्यालेन्स नै रह्यो। त्योभन्दा बाहेक चाहिँ अरू के फ्याक्टरले चाहिँ अफेक्ट गर्छ? फ्याक्टरहरू त मैले अघि भनेको जस्तै मोटोपन भयो, अब स्ट्रेस भयो होइन, जेनेटिक भयो, त्यो सबैले गर्दा हर्मोनल इम्ब्यालेन्स हुने हो कि मुख्य कारण चाहिँ हर्मोनल इम्ब्यालेन्स भयो। तर यसलाई गर्ने मल्टिपल फ्याक्टर चाहिँ मैले अघि भनेको जस्तै मोटोपन भयो, स्ट्रेस भयो होइन, खानपान भयो, तिनीहरू नै हो। अनि पिसिओएसको लङ टर्म कम्प्लिकेसनहरू के छन् डाक्टर साहब? अब लङ टर्म कम्प्लिकेसनहरू धेरै नै हुन्छ। अघि मैले हजुरलाई भने अब प्रोजेस्टेरोन नबन्ने इस्ट्रोजन मात्रै शरीरमा भइराख्ने त्यसले गर्दा चाहिँ शरीरको विभिन्न अङ्गमा असर गर्न सक्छ। अब मुख्य चाहिँ पाटेघरको क्यान्सर जुन पाटेघरको भित्री भाग जसलाई हामी इन्डोमेट्रियम भन्छौँ। अब इस्ट्रोजन मात्रै भयो भने इन्डोमेट्रियमलाई थिक्कन गराउँछ, पाटेघरको भित्री भाग मोटो हुँदै जान्छ। त्यसले गर्दा इन्डोमेट्रियल हाइपरप्लेजिया, इन्डोमेट्रियल क्यान्सर हुने रिस्क हुन्छ। त्यो बाहेक अरू समस्याहरू जस्तै डायबिटिज मलाइटिस होइन, टाइप 2 डायबिटिज, हाइपरटेन्सन, मुटु सम्बन्धी समस्याहरू देखिन सक्ने, अनि अर्को चाहिँ निसन्तानपनाको समस्याहरू, त्यो चाहिँ लङ टर्म कम्प्लिकेसनमा जान्छ। अब जुन अघि पनि हामीले इन्फर्टिलिटीको बारेमा कुरा गऱ्यौँ होइन, निसन्तानपनको कारणले गर्दा अब अभियसली पिसिओएसले इन्फर्टिलिटी त गराउँछ नै, तर पिसिओएस भएको फिमेलले चाहिँ बच्चा कन्सिभ गर्नै नसक्ने हो? त्यो चाहिँ एकदमै रङ मिसकन्सेप्सन हो। अब पिसिओएसको मेन कारण बुझ्नु पऱ्यो। अब कसैमा मोटोपनले गर्दा एउटा लिन पिसिओस एउटा ओबिस पिसिओस हुन्छ। अब मोटोपनले गर्दा भएको हो अथवा लिनले गर्दा पनि भएको भने वेट लस नै हो मेन उपचार। फर्स्ट लाइन ट्रिटमेन्ट भनेको लाइफस्टाइल मोडिफिकेसन एन्ड वेट लस भन्छ, जसमा चाहिँ अब बाहिर मैले अघि भनेको जस्तै जङ्क फुडहरू नखाने होइन, अब एक्सर्साइज गर्नु पऱ्यो। 5 to 10% वेट घटायो भने चाहिँ त्यो चाहिँ हजुरको ओभुलेसन जुन मैले एनोभुलेसनले गर्दा पिसिओएसमा एनोभुलेसन हुन्छ भने जस्तै ओभुलेसन गराउने अन्डा बढाउने जुन प्रक्रिया हुन्छ नि त्यसमा हेल्प गर्छ वेट लसले गर्दा। त्यो सँगसँगै विभिन्न उपचारहरू गर्न सकिन्छ। अब हजुरको अब पिसिओएस छ र बच्चा पाउनलाई समस्या भइरहेको छ भने त्यसलाई हामीले उपचार गर्नलाई औषधिहरूको मद्दत लिन सक्छौँ। विभिन्न अब मेन त हजुरले एउटा कन्सल्ट गर्दा चाहिँ गाइनिकोलोजिस्ट मेन चाहिँ इन्फर्टिलिटी स्पेसलिस्टसँग कन्सल्ट गर्दा बेटर होला। अब मेन अब तपाईँको इन्फर्टिलिटी वर्कअपमा मेल र फिमेल महिला पुरुष दुवैजनाको हामीले वर्कअप गर्छौँ। अब मेलको सबै फ्याक्टर हेर्छौँ, फिमेलको फ्याक्टर हेर्छौँ। अब एउटा कारण चाहिँ हामीले पिसिओएस देख्यो भने चाहिँ वेट लस, लाइफस्टाइल मोडिफिकेसन, जङ्क फुडहरू कम गर्ने हामीले भन्छौँ नि। बिहान बेलुका 30 मिनट एक्सर्साइज, वेट लस त्योहरू सबै गरिसकेपछि पनि तौल घटाउने औषधिहरू, महिनावारी रेगुलर गराउने औषधिहरू, पिल सकिहरूको हामीले सहयोग लिन सक्छौँ। त्यो सँगसँगै हजुरको अब अन्डा बनाउने औषधिहरू दिन मिल्यो
होइन अरू विभिन्न प्रविधिहरू छ अब औषधिले पनि भएन भने जस्तै हामी आइयुआई आइभिएफको मद्दत पनि लिन सक्छौँ विभिन्न प्रक्रियाहरू छ अहिले बच्चा हुनलाई अब बच्चा नपाउने भन्ने चाहिँ छैन यसमा बच्चा पाउन सक्न चाहिँ सकिन्छ यसको धेरै प्रविधिहरूबाट छ तर समय चाहिँ लाग्न सक्छ महिलाहरू आत्तिनु भएन अब यसमा हरेस खानु पनि भएन फ्यामिलीको सपोर्ट सोसाइटीको सपोर्ट चाहिँ चाहिन्छ अब 1 वर्ष 2 वर्षमा आत्तिहाल्नु चाहिँ भएन त्यसको लागि इन्फर्टिलिटी स्पेसलिस्टसँग चाहिँ हजुरले कन्टिन्युस आबद्ध भइराख्नु पर्छ अब यस्तो हुन्छ हजुरको आइभिएफै गर्ने पर्ने अवस्था भनेको हामी लास्टमै राख्छौँ सुरुबाट हामीले फर्स्ट लाइन ट्रिटमेन्टबाट लाइफस्टाइल मोडिफिकेसनबाट स्टार्ट गर्छौँ त्यसपछि पनि भएन भने हामी औषधिको सहयोग लिन्छौँ वेट घटाउने औषधि अथवा अन्डा बनाउने औषधिहरूको सहयोग लिन्छौँ त्यसले पनि भएन भने बल्ल हामी एउटा आइयुआई इन्ट्रायुट्राइन इन्सेमिनेसनको सहयोग र लास्टमा आइभिएफ लिन्छौँ अब एकैचोटि हामी आइभिएफमा जम्प गर्न मिलेन अब अन्डाको क्वालिटी कस्तो छ होइन शुक्रकीटको क्वालिटी कस्तो छ त्यो सबै हेर्छौँ र त्यसपछि लास्टमा पनि भएन भने मात्रै हामी अन्तिम चरणमा आइभिएफको सहयोग लिन्छौँ इफ कोही फिमेलमा मतलब यो पिसिओएस छ र उहाँलाई चाहिँ इन्फर्टिलिटीको प्रब्लम छ भने होइन अब सपोज अघि हजुरले कुरा गर्नुभयो जुन अन्डाको क्वालिटी हेर्ने होइन अब पुरुषको शुक्रकीट हेर्ने भन्ने कुरा गर्नुभयो त्योबाट पनि कुनै पनि मतलब ट्रिटमेन्ट भएन अथवा भएन भने चाहिँ लास्ट अप्सन चाहिँ यसको लागि आइभिएफ नै हो त्यो चाहिँ अब कस्तो हुन्छ भने आइभिएफ गर्नलाई त अब हस्बेन्ड वाइफको सबै हेर्छौँ नि त्यो त हामीले लास्ट अप्सनमै राखेछौँ डाक्टर साहब अब हामीले मोटोपनाको बारेमा अघि पनि धेरै नै छलफल गऱ्यौँ होइन अब अहिले चाहिँ के छ भन्दाखेरि हाम्रो सोसाइटीमा फिमेलहरूमा अलिकति वेट गेन हुने बित्तिकै पिसिओएस भयो कि भनेर डराउने गर्नुहुन्छ खास यो मोटोपना र पिसिओएस बिच कस्तो सम्बन्ध छ अब भन्नाले अब वेट गेन भएपछि पिसिओएस हुने हो या पिसिओएसले चाहिँ वेट गेन गराउने हो अब कस्तो हुन्छ भने मोटोपना जुन ओबेसिटी त्यसमा चाहिँ हाम्रो कस्तो हुन्छ इन्सुलिन जुन हाम्रो इन्सुलिनले र जुन इन्सुलिन रेसिस्टेन्स भन्छौँ क्या हामीले जुन ग्लुकोजलाई मेटाबोलाइज गर्ने जुन इन्सुलिन हर्मोन हुन्छ त्यो चाहिँ हाम्रो रेसिस्टेन्ट भइरहन्छ पिसिओएसमा चाहिँ पोलिसिस्टिक ओभरिनमा इन्सुलिन रेसिस्टेन्ट चाहिँ मुख्य कारण भन्छौँ त्यसले गर्दा चाहिँ शरीरमा ग्लुकोज मेटाबोलिजम हुन सक्दैन र त्यसले गर्दा मोटोपना गराउँछ है अब त्यो भन्ने हो भने पिसिओएस र मोटोपना एकअर्कामा इन्टर रिलेटेड भयो त्यही भएर अब यसले गर्दा पिसिओएस पनि गराउँछ पिसिओएसमा मोटोपना हुनसक्छ भनेर इन्टर रिलेसन देखियो कि भनेपछि सबै ओभरवेट ओबेसिटी भएको फिमेलमा चाहिँ पिसिओएस हुन्छ नै भन्ने छ कि के छ छैन त्यस्तो छैन पिसिओएस मैले हजुरलाई फर्स्टमा पनि पिसिओएसको चाहिँ क्राइटेरिया हुन्छ अब एउटा चाहिँ महिनावारी गडबडी एन्ड ओभुलेसन अर्को चाहिँ हजुरको यो हर्मोन सम्बन्धीको जुन समस्याहरू हुन्छ त्यसलाई हाइपर एन्ड्रोजेनिजम भन्छौँ हामीले एक्ने भयो हर्सिटिजम भयो होइन अनि त्यसपछि अर्को हजुरको युएससी डायग्नोसिस भन्छौँ कि युएससीबाट पोलिसिस्टिक ओभरिज देखियो भने चाहिँ यो 3टा मध्ये कुनै पनि 2टा देख्यो भने त्यसलाई हामीले पोलिसिस्टिक ओभरिज भन्छौँ अब मोटोपना भयो हुने बित्तिकै पिसिओएस हुन्छ भने छैन मोटोपनाको अरू पनि विभिन्न कारणहरू हुन्छ जस्तै थाइरोइड हुनसक्छ अर्को फ्यामिलियल हुनसक्छ अरू हजुरको आफैमा नै उहाँको अब डाइटहरू लाइफस्टाइल नमिलेर पनि मोटोपना हुनसक्छ त्यसको चाहिँ अब विभिन्न कारण हुनसक्छ कोही फिमेलको बिएमआई नर्मल छ या कोही फिमेल अन्डरवेटमा हुनुहुन्छ भने उहाँलाई पनि पिसिओएसको समस्या देखिन सक्ने भयो हुनसक्छ लिन पिसिओएस भन्ने पनि हुन्छ अब उहाँमा पनि लिन महिलाहरूमा पनि एउटा हर्मोनल इम्ब्यालेन्स हुनसक्छ अब मोटोपनमै हुन्छ भन्ने छैन मोटोपन चाहिँ रिस्क फ्याक्टर भयो तर दुब्लो पातलो महिलामा पनि पिसिओएस हुनसक्छ भनेर बुझ्नु पऱ्यो त्यसको लागि कहिले पनि जहिले पनि अब हजुरको जुन एउटा यो म्याचुरिटी एउटा एडोलेसेन्ट महिलाहरूमा जुन म्याचुरिटी हुने उमेर हुन्छ 19-20 वर्षभन्दा क्रस भयो र त्यसपछि पनि इरेगुलर महिनावारी भइराख्यो टाइम समयमा नहुने शरीरमा अत्याधिक कपाल आउने मोटोपना भएको अथवा शरीर मुखमा धेरै नै एक्नेहरू पिम्पल्सहरू जसलाई भन्छौँ आइराख्यो भने चाहिँ हामीले एकचोटि कन्सल्ट गर्नुपर्छ गाइनिकोलोजिस्टसँग यो पिसिओएस हो कि भनेर अब अनम्यारिड बच्चा नपाउने महिलाहरूमा पिसिओएस देख्यो भने चाहिँ हामीले नर्मल लाइफस्टाइल मोडिफिकेसन अथवा पिल सखीहरूको मद्दत लिन सक्छौँ जसले गर्दा महिनावारी रेगुलर हुन सक्ने अनि हजुरको यो एक्सेसिभ कपालहरू आउन सक्ने समस्या पनि पिल्सबाट कम हुनसक्छ अर्को कुरा चाहिँ अहिले नयाँ प्रविधि भनौँ लेजरको मद्दत लिन सकिन्छ एकदमै धेरै कपाल अत्याधिक कपाल आइरहेको छ फेसियल हेयरहरू छ भने लेजर प्रविधिबाट पनि हामीले त्यसलाई ट्रिट गर्न सक्छौँ अनि अब महिलालाई बच्चा सम्बन्धी नै समस्या इन्फर्टिलिटी नै भइसकेको छ भने अलिकति हामीले इन्फर्टिलिटी स्पेसलिस्टसँग कन्सल्ट गर्दा बेटर हुन्छ डाक्टर साहब अनि यो जुन पिसिओएसलाई चाहिँ इफ कोही ओभरवेट ओबेसिटी भएको फिमेलमा चाहिँ पिसिओएस छ भने यो चाहिँ वेट लसबाट मात्रै म्यानेजेबल हुन्छ
वेट लसबाट म्यानेज हुन्छ। मैले अघि भने चाहिँ 5 देखि 10% वेट लस भयो भने चाहिँ म्यानेजेबल हुन्छ। अब त्यसले पनि म्यानेजेबल भएन भने हामीले फर्दर मेडिकेसनतिर जान सक्छौँ। अनि यो चाइल्डहुड ओबेसिटीले चाहिँ फ्युचरमा पिसिओएस हुने सम्भावना कस्तो हुन्छ डाक्टर? चाइल्डहुड ओबेसिटी अब अहिलेको भन्यो भने अहिले सानैदेखि नै जङ्क फुडहरू खाने भइरहेको हुन्छ बच्चाहरूको। अहिले जुन बजारमा प्याक्ड फुड खाने बानीदेखि लिएर एकदमै पेरेन्ट्सहरू पनि अब एभ्री वान इज बिजी होइन, सबैजना अब वर्किङ मम वर्किङ ड्याड घरमा टाइम दिन नभ्याउने भएर एकदम धेरै जङ्क फुडहरूको बानी परेको हुन्छ, ह्याबिट परेको छ। अब सानोदेखि नै भन्यो भने 2 वर्ष 3 वर्षदेखि बच्चाहरूले अब नुडल्सहरू खाने, बिस्किट खाने, प्याक्ड फुड चिप्सहरू खाएको देखिएको छ। अब त्यसलाई हामीले अलिक कन्ट्रोल गर्न वर्किङ मम पेरेन्ट्सको लागि गाह्रै छ। अब त्यो भनेको त्यसले चाहिँ हजुरको कस्तो हुन्छ सानोदेखि नै एउटा चाइल्डहुडदेखि नै हजुरले भने जस्तै ओबेसिटीहरू हुने, चाइल्डहुडदेखि नै त्यो कुराले पछि गएर चाइल्डहुड ओबेसिटीले पछि अडल्टमा पनि ओबेसिटी गराउने, डायबिटिज गराउने, हाइपरटेन्सन गराउने, पिसिओएस गराउने सबै समस्याहरू चाहिँ गराउँछ। त्यही भएर अहिलेको जुन यो वर्किङ पेरेन्ट्स भएको हुनाले जुन एकदम धेरै बढ्दो देखेको छ पिसिओएस। अब पहिला हामी सानो हुँदाखेरि त अब हाम्रो पेरेन्ट्सले टिफिन पनि प्याक गरेर दिनुहुन्थ्यो, तर अहिले चाहिँ त्यो ट्रेन्ड छैन नि त। प्याक्ड फुड दिने ट्रेन्ड छ होइन। त्यही भएको हुनाले त्यो कुराहरू चाहिँ एकदमै भाइटल रोल प्ले गर्छ फर रिस्क फ्याक्टर फर पिसिओएस। डाक्टर साहब अहिले हाम्रो सोसाइटीमा बडी सेमिङको कुराहरू एकदम धेरै आउँछ, बुली गर्ने कुराहरू एकदम आउँछ होइन। इभन स्कुल कलेजहरूमा पनि यो कुराहरू देखिन्छ। विशेष गरी पिसिओएस र यो मोटोपनाको समस्यासँग सङ्घर्ष गर्दै आउनुभएको महिलाहरूको आत्मविश्वास र मानसिक स्वास्थ्यमा यसले कस्तो प्रभाव पार्छ डाक्टर साहब? अब एडोलेसेन्ट महिलाहरूमा कुरा गऱ्यो भने मेन्टली नै उनीहरू इमेच्योरै हुन्छन्। अब स्कुलहरूमा अब ओभरवेट महिलाहरू देखियो भने जिस्काउने, बुली गर्ने चलन चाहिँ एकदम धेरै छ। त्यसले गर्दा त्यो बच्चाहरूमा एङ्जाइटी डेभलप गर्ने, डिप्रेसन डेभलप गर्ने एकदमै समस्याहरू हुन्छ। मेन्टली एकदमै डिप्रेस्ड भएको देखिएको छ बच्चाहरूमा। अब कतिपय स्कुलहरूमा चाइल्डहुड डिप्रेसनको, चाइल्डहुड सुसाइडहरूको पनि कुराहरू सुनेछौँ नि, मेनली एडोलेसेन्टहरूमा। अब त्यो चाहिँ अब मेनली मोटोपनले गर्दा त्यो बुली गर्ने जुन अहिले ट्रेन्ड भइरहेको हुन्छ स्कुलमा कलेजमा एकदमै धेरै त्यसले चाहिँ रिस्क फ्याक्टर फर चाइल्डहुड डिप्रेसन एन्ड एङ्जाइटी चाहिँ हो। अनि डाक्टर साहब यो पिसिओएस भएको महिलाहरूले चाहिँ आफ्नो जीवनशैलीमा के कस्ता परिवर्तनहरू ल्याउन आवश्यक छ? पिसिओएस भएको महिलाहरूमा चाहिँ अब जीवनशैली परिवर्तन भन्दाखेरि हजुरको खानपानदेखि सुरु भयो। अब खाना कस्तो खाने भन्नेदेखि नै सुरु हुन्छ। अब एकदमै हाई कार्बोहाइड्रेटहरू, कार्बोहाइड्रेट रिच फुडहरू कम खाने, हजुरको प्रोटिनहरू होइन, प्रोटिन रिच डाइटहरू खाने, फ्रुट्सहरू खाने, भेजिटेबल्सहरू बढी खाने। त्यस्तै गऱ्यो भने अब ड्राई फ्रुट्सहरूदेखि लिएर एभ्रिथिङ मिटहरू फ्याट भएको र कार्ब भएको कम खाने, मेन त्यही हो। अनि अर्को एक्सर्साइज। अब एक्सर्साइज चाहिँ मर्निङ इभिनिङै 30 मिनट्स एटलिस्ट टाइम दिनु पऱ्यो। अहिले त विभिन्न मेथडहरू छन्, जिम जान्छन्, अब जुम्बाहरू गर्न सकिन्छन्। अब पार्कहरूमा गएर आफै पनि जगिङ गर्न मिल्यो। अब घरमा पनि जिमको इक्विपमेन्ट्सहरू राख्न मिल्यो होइन। त्यो सबै गरेर लाइक एक्सर्साइजहरूबाट अनि डाइटहरूबाट गर्न सकिन्छ। जङ्क फुडहरू सकेसम्म अभोइड गर्ने होइन। अब ब्रेकमा अब भोक लागेको छ, ब्रेकमा अब बाहिर गएर मोमो पिज्जा खाने जुन बानी छ त्यो सबै हामीले बन्द गर्नु पऱ्यो। कहिलेकाहीँ ओकेजनली इट्स ओके, तर अहिलेको धेरै नै स्कुल कलेजहरूदेखि नै ल्याक अफ अवेरनेसै भनौँ। यो ल्याक अफ अवेरनेसले गर्दा धेरै नै यो जङ्क फुड खाने बानी चाहिँ देखिएको छ। र सिन्स स्कुलबाटै यो कुराहरूको अवेरनेस हुनुपर्छ जस्तो लाग्छ। पब्लिक अवेरनेस इज भेरी इम्पोर्टेन्ट। गभर्मेन्ट सेक्टरबाट नै हजुरहरू जस्तो एनजिओबाट नै एउटा अवेरनेस हुनुपर्छ। स्कुलमा कलेजमा क्लास 4-5देखि नै यो अवेरनेस हामीले दिनुपर्ने हुन्छ। र फ्यामिलियल सपोर्ट, सोसियल सपोर्ट इज भेरी इम्पोर्टेन्ट जस्तो लाग्छ। डाक्टर साहब अनि खानपानको कुराहरू एकदम धेरै आयो होइन। अब हाम्रो कुराकानीको सुरुवाती चरणदेखि नै अब लाइफस्टाइल खानपानमा मात्रै बढी फोकस भएर कुरा गरियो। खास हामीले बुझ्नुपर्दा चाहिँ हेल्दी खाना भनेको चाहिँ कस्तो खाना हो, कस्तो डाइटलाई चाहिँ हेल्दी डाइट मानिन्छ? अब हेल्दी खाना भनेको अब ब्यालेन्स डाइट भन्नाले सबै न्युट्रिसनयुक्त खानालाई नै हामीले ब्यालेन्स डाइट भन्छौँ। अब एकदमै धेरै हाई सुगर डाइटहरू, कार्ब रिच डाइटहरू नखाने, एकदम धेरै फ्याटी फुडहरू पनि नखाने र ब्यालेन्स उपयुक्त डाइट चाहिँ हुनुपर्छ।
अब खानामा भात मात्रै धेरै खाने नेपालीहरूको चलन होइन, भात धेरै खाने, अब रोटी र भातको खासमा भन्नु कार्बोहाइड्रेट जुन ग्लाइसेमिक इन्डेक्स भन्छौँ अलमोस्ट सेम नै हुन्छ कि, त्यही भएर भात र रोटी भनेको सेम नै हो। भात कम खाने, रोटी जति पनि खानु हुने त्यो चाहिँ होइन। भनेपछि अब हाम्रो कस्तो छ भन्दाखेरि हाम्रो कल्चर चाहिँ अब ओभरवेट ओबेसिटी भयो भने बिहानमा चाहिँ खाना खाने, बेलुकामा चाहिँ रोटी खाने भन्ने त्यो कल्चर एकदम छ नेपाली सोसाइटीमा। अलमोस्ट सेम नै हुन्छ, त्यही भएर रोटी र भात पनि उस्तै नै हो। अब त्यसलाई चाहिँ हामीले राइस रोटी कम गरेर प्रोटिन जस्तै दालहरू बढी गर्न सकिन्छ। हजुरको अब नन भेजिटेरियनहरूले मिटहरू होइन, फिसहरू, एग्सहरू लिन सक्यो। अब भेजिटेरियनहरूले फ्रुट्स भेजिटेबल्सहरू, अब टोफु, पनिर त्यस्तै भनौँ, प्रोटिन डाइटहरू बढी लिनु पऱ्यो, ड्राई फ्रुट्सहरू, त्यसरी ब्यालेन्स डाइट गर्न सकिन्छ। अब लाइक दिनमा 3-4 टाइम्स डाइट नलिकन ब्यालेन्स डाइट लिनु इज इम्पोर्टेन्ट। अब मल्टिपल टाइम्स नलिने, बिन्ज इटिङ नगर्ने, टिक्क गर्ने डाइट चाहिँ त्यसरी लिनुपर्छ। राइट क्वान्टिटीमा खाइयो भने चाहिँ सबै खाना नै उपयुक्त हुन्छ। हजुर, अब त्यसमा डाइटिसियनको मद्दत पनि लिन सकिन्छ। त्यस्तोमा डाइटिसियनहरूले हजुरको बडी वेट अनुसारले हजुरको डाइट प्लान गर्न सकिन्छ। त्यसले गर्दा पनि पिसिओएस को ट्रिटमेन्ट गर्न सकिन्छ। अब भन्दाखेरि म पनि पिसिओएसको लाइक ट्रिटमेन्ट लिएको, लाइक आफै नै ट्रिटमेन्ट गर्नु परेको थियो। आफै पनि मैले डाइटिसियनको हेल्प लिएर आफ्नो डाइट प्लान गरेर मैले वेट लसहरू चाहिँ गरेको छु। भनेपछि हजुर आफै नै पिसिओएसको पेसेन्ट? अब यस, पिसिओएसको पेसेन्ट। अब लाइफस्टाइल मोडिफिकेसन, डाइट म्यानेजमेन्ट अनि डाइटिसियनको प्लानबाट एन्ड घरमै एक्सर्साइजको इक्विपमेन्टहरू राखेर चाहिँ मैले आफ्नो वेटहरू ब्यालेन्स गरेको छु अहिले चाहिँ। डाक्टर साहब, अनि यो फिजिकल एक्सर्साइजको कुरा गर्नुपर्दा यो कस्तो खालको फिजिकल एक्सर्साइज चाहिँ सुइटेबल हुन्छ पिसिओएसको लागि? पिसिओएसको लागि चाहिँ अब लाइक ब्रिस्क एक्सर्साइजहरू, अब एकदमै वेट कस्तो भने वेट लस गर्ने जुन एक्सर्साइजहरू हुन्छ नि, हजुरले अब त्यो चाहिँ जिमबाट पनि गर्न सकिन्छ, जुम्बाहरूबाट पनि गर्न सकिन्छ। अब अप्रोक्सिमेटली 10% वेट लस भनौँ, त्यो 10% वेट लस गऱ्यो भने पिसिओएसको ट्रिटमेन्टमा एकदमै हेल्प गर्छ। प्लस रिटर्न अफ फर्टिलिटीमा पनि हेल्प गर्छ 10% वेट लसले। अनि डाक्टर साहब, यो पिसिओएस चाहिँ म्यानेजेबल मात्रै हो कि कम्प्लिटली क्युरेबल पनि हो? पिसिओएस भनेको एउटा प्रिभेन्टिभ पनि हो प्लस ट्रिटेबल पनि हो। अब पिसिओएस अब तपाईँलाई आज छ फेरि भोलि नहोला भन्ने छैन। त्यसको लागि तपाईँले आफ्नो लाइफको जुन लाइफस्टाइल मोडिफाई जुन गर्नुभएको छ त्यो चाहिँ निरन्तर दिइराख्नुपर्ने हुन्छ। त्यो चाहिँ तपाईँले पिसिओएसको लागि मात्रै पनि होइन, अरू पनि रोगहरू, अब हजुरको उमेर बढ्दै जाँदा विभिन्न रोगहरू निम्त्याउन सकिन्छ। मोटोपनदेखि लिएर पिसिओएस भयो, त्यस्तै गर्दा तपाईँको मुटु सम्बन्धी होइन, प्रेसर, सुगर, सबै रोगहरूको लागि चाहिँ वान अफ द लाइक प्रिभेन्सन भनेकै हजुरको एक्सर्साइज हो। अब नर्मल हजुरको एउटा डेली 30 मिनट एउटा वक नै भनौँ, वक नै गऱ्यो भने पनि धेरै नै हेल्प गर्छ। 30 मिनट मर्निङ, 30 मिनट इभिनिङ वकले पनि धेरै नै हजुरको स्ट्रेसदेखि लिएर वेट लसदेखि लिएरमा मद्दत गर्छ। फर इक्जाम्पल कुनै फिमेललाई सर्टेन एजमा अब 13 इयर्समा पिसिओएसको प्रब्लम देखियो होइन, उसले अब लाइफस्टाइल मोडिफिकेसन गर्यो, उसले आफ्नो खानपानमा एकदम विचार गर्यो, अब फिजिकल एक्सर्साइज गर्यो, एकदम भनौँ न त्यो सर्टेन एजमा गएर जस्तो अब 23-24 एजमा गएर पिसिओएस कम्प्लिटली क्युरेबल हुन्छ भन्ने हुन्छ कि हुँदैन? अब 13 इयर्समा त भर्खर मेनार्क महिनाबाट सुरु भइरहेको हुन्छ। त्यो महिलाहरूमा पिसिओएस डायग्नोज गर्न नि अलिकति गाह्रै हुन्छ, किनभने त्यति बेला हाम्रो शरीरको जुन हाइपोथालेमो पिट्युटरी ओभेरियन एक्सिस भन्छौँ, हर्मोनको एक्सिस हो, त्यो चाहिँ मच्योर भएको हुँदैन फुल्ली। त्यति बेला हर्मोन गडबडी भइरहेको हुन्छ र महिनावारी पनि इरेगुलर भइरहेको हुन्छ। त्यति बेला हामीले पिसिओएस भनेर भन्न सक्दैनौँ। विथ टाइम अब जब उसको मेच्युरिटी अराउन्ड 19-20 इयर्समा त्यसपछि पनि इरेगुलर भइराख्यो भने चाहिँ हामीले त्यति बेला भन्ने हो। अब यो कस्तो हो भने तपाईँको अब आज लाइक सुगर रोग आज भयो पछि निर्मूल हुन्छ भन्ने जस्तो पनि हुँदैन। तपाईँले फेरि पनि खाना र लाइफस्टाइल फेरि रिस्टार्ट गर्नुभयो भने बाहिरको जुन अघि भने जङ्क फुडहरू, अब एक्सर्साइज गर्न बन्द गर्नुभयो, सेडेन्टरी लाइफस्टाइल सुरु भयो भने फेरि पनि तपाईँको त्यो रोग फेरि पनि निम्त्याउन सकिन्छ, फेरि पनि पिसिओएस डेभलप गर्न सक्छ। कम्प्लिटली निर्मूल भन्ने हुँदैन। अब जस्तै प्रेसरको औषधि खाउन्जेलसम्म निको हुने, छोडेपछि फेरि सुरु हुने, त्यस्तै नै भन्न सक्छौँ हामीले। त्यही भएर पिसिओएसको लागि पनि लाइफस्टाइल थ्रु आउट, तपाईँ लाइफस्टाइल भनेको तपाईँको लाइफ नै त्यही अनुसारले चलाउनु पऱ्यो कि। बिचमा म आज गर्दिनँ एक्सर्साइज, सेडेन्टरी लाइफस्टाइल सुरु भयो भने फेरि पनि तपाईँको रिपिट हुनसक्छ। डाक्टर साहब, अब
यो पिसिओएस चाहिँ कसरी डायग्नोस गर्न सकिन्छ, यसको डायग्नोस प्रोसिजरहरू के छन्? पिसिओएसको डायग्नोस्टिक अब मेन भनेको हजुरको पेसेन्टकै सिम्टम्स हिस्ट्रीमै पेसेन्टले महिनावारी गडबडको मोस्ट कमनली फिमेलहरू आउनुहुन्छ, महिनावारी गडबड भयो, नियमित नहुने भएपछि धेरै रगत बग्ने अथवा एकदमै थोरै रगत बग्ने, महिनावारी नहुँदै इन्टरमेन्स्ट्रुअल ब्लिडिङहरू हुने त्यस्तो समस्या लिएर आउनुहुन्छ, अथवा एमिनोरिया 3 महिना 6 महिनासम्म महिनावारी सुरु भइसकेपछि पनि 3 महिना 6 महिनासम्म महिनावारी नभएको हिस्ट्री, जुन चाहिँ एनोभुलेसन भन्छौँ नि त्यो भयो, हिस्ट्री भयो। अब हजुरले पेसेन्टले धेरै अत्याधिक शरीरमा कपाल आएको, एक्ने आएको, भोइस चेन्जेसहरूको कुराहरू पनि भन्नुहुन्छ। त्यस्तै गरेर अब इक्जामिनेसनमा जाँदा पेसेन्टहरूको वेटहरू हेर्न सकिन्छ, हजुरको बिएमआई नै ओभरवेट अथवा ओबिसिटीको रेन्जमा हुनसक्छ, फेसियल हेयरहरू देखिन सकिन्छ, एक्नेहरू देखिन सकिन्छ, भोइसहरू अब हजुरको यो मेल हर्मोन जुन एन्ड्रोजन हर्मोन अत्याधिक भएर भोइस चेन्जेसहरू हुनसक्छ, त्यो भयो। त्यसपछि अब तपाईँको इन्भेस्टिगेसन पार्ट हुन्छ। अब इन्भेस्टिगेसनमा हामीले अब महिलाहरूमा भिडियो एक्सरे गराउँछौँ। भिडियो एक्सरेमा तपाईँको डिम्बाशयमा मल्टिपल सिस्टहरू है, सानो सिस्टहरू, त्यो एनोभुलेसन नभएको सिस्टहरू भन्छौँ, सिस्टहरू हामीले देखिन सक्छौँ त्यो भिडियो एक्सरेमा देखिने कुरा। अर्को चाहिँ हर्मोन टेस्टहरू गर्न सकिन्छ, हजुरको फोलिकुलर स्टिमुलेटिङ हर्मोन FSH र ल्युटिनाइजिङ हर्मोन LH र FSH हामीले हेर्न सक्छौँ। LH र FSH को रेसियो चाहिँ मोर देन 2 or 3:1 भयो भने चाहिँ त्यो पिसिओएसतिर जान सकिन्छ। त्यस्तै गरी चाहिँ हामीले एउटा AMH एन्टिमुलेरियन हर्मोन भन्छौँ, जुन चाहिँ अहिले हामीले फर्टिलिटीको ट्रिटमेन्ट गरेको पेसेन्टहरूमा हेर्छौँ, त्यो पनि अलिकति नर्मल महिलाहरूमा जुन रेन्जमा हुनुभन्दा हायर रेन्जमा देख्यो भने चाहिँ त्यो हामी पिसिओएसतिर हाम्रो जान्छ। अनि अर्को चाहिँ हामीले मेल हर्मोनको टेस्टहरू पनि गर्न सकिन्छ। अनि सुगरको टेस्टहरूबाट पनि कहिलेकाहीँ पिसिओएस र सुगर सँगसँगै मैले अघि भनेको थिएँ इन्सुलिन रेजिस्टेन्स देखेको हुनाले चाहिँ सुगरहरूको रेन्ज पनि हाई देखिन सक्छ यस्तो महिलाहरूमा। त्यो सबैबाट हामीले डायग्नोज गर्न सक्छौँ। अब मेन चाहिँ हामीले हिस्ट्री, इक्जामिनेसन अनि हर्मोन टेस्ट अनि अल्ट्रासाउन्ड नै हो। डाक्टर साहब, अब हामीले अघि प्रिभेन्टिभ मेजर्सको पनि धेरै कुरा गऱ्यौँ, म्यानेजमेन्टको पनि कुरा धेरै गऱ्यौँ, पिसिओएसको प्रिभेन्टिभ मेजर्स म्यानेजमेन्टको, तर यसको ट्रिटमेन्ट प्रोटोकलहरू के छ डाक्टर साहब? ट्रिटमेन्ट प्रोटोकलमा चाहिँ फर्स्ट लाइन ट्रिटमेन्टमा हामीले लाइफस्टाइल मोडिफिकेसन भन्छौँ, एक्सर्साइज, वेट लसहरू भयो। त्यसपछि सेकेन्ड लाइनमा हामीले पिल्सहरू, हर्मोन पिल्सहरू जुन भन्छौँ, त्यो पिल्सहरूबाट साइकलहरू, महिनावारीको साइकल रेगुलर गराउन सकिन्छ। ब्लिडिङहरू, हेभी ब्लिडिङलाई कम गराउन सकिन्छ, ब्लिडिङ कम हुने औषधिहरू दिन सकिन्छ। त्यस्तै गरी मोटोपना कम गराउने अनि सुगरहरू सम्बन्धी केही समस्या छ भने कम गराउने सुगरको औषधिहरू पनि दिन सकिन्छ। त्यस्तै गरी हजुरको अब निसन्तान सम्बन्धी उपचारमा जाने हो भने चाहिँ निसन्तान सम्बन्धीकै औषधिहरू त्यही अनुसार हामी जान्छौँ। डाक्टर साहब, अब हामी कार्यक्रममा लगभग अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा चाहिँ विशेष गरी पिसिओएस र मोटोपनाको समस्यासँग सङ्घर्ष गर्दै आउनुभएको महिलाहरूको लागि हजुरको सन्देश के छ? अब पिसिओएस हरेक आमालाई र आमाको छोरीहरू सबैलाई भन्न चाहन्छु कि पिसिओएस भनेको एकदम जल्दो बल्दो समस्या छ। यसको मुख्य कारण भनेकै लाइफस्टाइल नै हो। लाइफस्टाइल र यो जुन अहिलेको जङ्क फुड खाने बानी, स्ट्रेस, चाइल्डहुडदेखि नै जुन स्ट्रेसले गर्दा बच्चाहरूमा जुन पिसिओएसहरू देखिरहेको छ, त्यो चाहिँ हामीले सानोबाट नै कम गर्नुपर्ने हुन्छ। पेरेन्ट्सले पनि आफ्नो छोराछोरीलाई चाहिँ जङ्क फुडहरूबाट अभोइड गराउने, ब्यालेन्स डाइटको व्यवस्था गर्नुपर्ने हुन्छ। अनि काउन्सिलिङ, अवेरनेस, एउटा अवेरनेस भन्यो भने सोसाइटी, फ्यामिली अनि यो हाम्रो यो कम्युनिटी नै इन्भल्भ हुनुपर्छ, अवेरनेस गराउनु पर्यो। अब अरू डिजिजको अवेरनेस छ भने पिसिओएसको खासै अवेरनेस हामीले सुनेको हुँदैनौँ। हुन त अब डिजिजको नेचर फरक छ होइन, तर पनि अब सर्भाइकल क्यान्सर अनि यो पिसिओएस, ब्रेस्ट क्यान्सर, यो जे भने फिमेल रिप्रोडक्टिभ हेल्थ रिलेटेड इस्युज प्रब्लम भयो होइन। अब हामीले कम्युनिटी लेभलमा हेर्नु पर्दा चाहिँ ब्रेस्ट क्यान्सर, सर्भाइकल क्यान्सरमा चाहिँ अलिकति मानिसहरू धेरै नै अवेर हुनुभएको पाइन्छ होइन। यसमा अब हेल्थ क्याम्पहरू पनि धेरै नै भएको पाइन्छ कम्युनिटी लेभलमा, तर त्यसको कम्पेरिजनमा हेर्नु पर्दा चाहिँ पिसिओएसमा चाहिँ एकदम अवेरनेस कम भएको देखिन्छ। यसलाई चाहिँ हामीले कम्युनिटी लेभलमा कसरी यो समस्यालाई एड्रेस गर्न सकिन्छ? अब कम्युनिटी लेभलमा भन्दाखेरि चाहिँ अब यो पिसिओएसको अवेरनेस पनि कम भयो होइन। त्यो अवेरनेस बढाउनलाई चाहिँ एउटा डिफ्रेन्ट क्याम्पेनहरू गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ हामीलाई एउटा विभिन्न प्राइमेरी हेल्थ केयर सेन्टर अथवा हेल्थ पोस्टहरूमा गएर एउटा स्क्रिनिङ क्याम्प राख्न सकिन्छ। अब युजुअली एडोलेसेन्ट महिलाहरूमा चाहिँ हामीले एडोलेसेन्ट अथवा एउटा रिप्रोडक्टिभ
एजको महिलाहरूमा चाहिँ के एउटा अवेरनेस दिनु पऱ्यो भने चाहिँ इरेगुलर महिनावारी हुनु भनेको सधैँ नर्मलै होइन। अनि अर्को चाहिँ वेट गेन, झ्याप्प वेट गेन भयो भने, एकदम धेरै वेट गेन भयो भने चाहिँ होइन हामीले चाहिँ हस्पिटलमा डक्टरलाई चाहिँ सम्पर्क राख्नुपर्छ। त्यस्तै गरी तपाईँको यो तपाईँको एकदमै एक्सेसिभ हेयर ग्रोथ, एक्ने, हर्सिटिजमहरू जुन हुन्छ त्यो चाहिँ नर्मल होइन भनेर एउटा अवेरनेस चाहिँ हामीले गर्नुपर्छ। अर्को त्यसमा चाहिँ हामीले सपोर्ट एउटा सोसियल मिडिया, जुन अहिले एकदमै हाम्रो सोसियल मिडियाहरूको युज भइरहेछ, त्यो सोसियल मिडियाहरूबाट पनि हामीले एउटा अवेरनेसहरू गराउन सक्छौँ। त्यस्तै गरी चाहिँ हरेक एउटा एज ग्रुपलाई, मलाई लागेको चाहिँ एज ग्रुपलाई चाहिँ डिफ्रेन्ट एज ग्रुपको महिलाहरूमा सबैमा बिएमआई हेर्नेदेखि लिएर इरेगुलर पिरियड मेन्स्ट्रुअल साइकलको एउटा हिस्ट्रीहरू लिने चाहिँ एउटा सर्टेन टाइममा चाहिँ एउटा स्क्रिनिङ क्याम्प चाहिँ गर्नुपर्ने हुन्छ। त्यस्तै गरी चाहिँ एउटा साइकल ट्र्याकिङहरू हुन्छ नि, महिलाहरूले युजुअली महिनावारी अब 1 महिनामा भएन भने एउटा हाम्रो नेपाली महिलाहरूको चाहिँ साइकल ट्र्याक गर्ने चाहिँ चलन छैन। त्यो चाहिँ गर्नुपर्छ जस्तो लाग्यो। साइकल ट्र्याक गर्ने, अब महिनावारी टाइममा नहुने त्यो कुराहरूको चाहिँ एउटा ट्र्याकिङ गर्दा चाहिँ सँगसँगै हजुरको वेटको ट्र्याकिङ, अब आज वेट हेरेर चाहिँ 6 महिनासम्म महिलाहरूले वेट हेरिरहेको हुँदैन, त्यो वेटहरू हेर्नु पऱ्यो। त्यस्तै गरी अब यो पिसिओएसको जुन रिस्क फ्याक्टरहरू छ नि, जङ्क फुडहरू, सेडेन्टरी लाइफस्टाइलहरू, त्यो बारेमा पनि एउटा जानकारीमूलक एउटा के भन्ने मिडियाहरूको होइन एउटा सर्टेन एडहरू होइन गभर्मेन्ट नन गभर्मेन्ट सबै सेक्टरबाट चाहिँ एउटा क्याम्पेन टाइपको हुनुपर्छ जस्तो लाग्छ। प्लस अर्को एउटा लास्ट कुरा चाहिँ स्कुल कलेजेस एउटा स्कुल हेल्थ प्रोग्राममा पनि एउटा पिसिओएसको च्याप्टर राख्नुपर्ने हुन्छ जस्तो लाग्छ। किनकि अहिलेको जल्दै बोल्दो समस्या हो नि त। अब हामीले हिस्ट्री जियोग्राफी धेरै पढाइ हुन्छौँ, तर यो हेल्थ रिलेटेड यो पिसिओएस जुन हर्मोनल इम्ब्यालेन्स हुन्छ, इरेगुलर पिरियड हुन्छ, वेट गेन हुने, एक्सेसिभ हेयर ग्रोथ हुने, यो भनेको नर्मल कुरा होइन भनेर एउटा स्कुल हेल्थ प्रोग्राममा र कलेज प्रोग्रामहरूमा चाहिँ एउटा च्याप्टर नै राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। हाम्रो प्राइमेरी फोकस भनेको चाहिँ अवेरनेसमै हुने भयो हैन। एक्ज्याक्टली हजुर, अवेरनेस भयो भने अब एउटा महिलालाई मेरो पिसिओएस हुनसक्छ भनेर अवेर भयो भने त अब उहाँहरूले डक्टरलाई कन्सल्ट गर्ने चाहिँ एउटा बाध्यता हुन्छ नि त होइन। यो त नर्मल होइन, अब आई सुड सिक डक्टर, आई सुड सिक गाइनोकोलोजिस्ट भनेर उहाँहरूलाई एउटा प्रेसर जस्तै हुन्छ। त्यही भएर आई थिङ्क अवेरनेस इज भेरी इम्पोर्टेन्ट। अब हामी लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको यस कुराकानी निकै नै सन्देशमूलक र प्रभावकारी रह्यो। आजको यस कुराकानीबाट हामीले के कुरा बुझ्न सकिन्छ भने पिसिओएस केवल स्वास्थ्य समस्या मात्र नभई यो चाहिँ हरेक मानिसको जीवनशैली, सोच र समाजसँग जोडिएको विषय पनि रहेछ। तसर्थ सानो परिवर्तनबाट नै ठुलो सुधार ल्याउन सकिन्छ भन्ने कुरामा आत्मविश्वास भई अघि बढौँ र हामी सबैले आफ्नो स्वास्थ्यको ख्याल गरौँ। धन्यवाद डाक्टर साहब, हजुरको अमूल्य समय र महत्त्वपूर्ण जानकारीको लागि। धन्यवाद। फेरि पनि यहाँको उपस्थिति र महत्त्वपूर्ण जानकारीको लागि धन्यवाद व्यक्त गर्दै आजको यस एपिसोडबाट म विशेषबाट बिदा हुन चाहन्छु। नमस्कार। नमस्ते।